Hello. Hi. Good morning. Good morning सबैलाई अब यहाँ म चाहिँ अर्को दिन हो सिलिगुडीमा अनि चिया बनाइरहेको छु सिलिगुडीको बिहान चाहिँ हाम्रो अलिकति ढिलो नै हुन्छ रिल्याक्स खालको मर्निङ हुन्छ तर एकदम मजा आउँछ यहाँनिर है अनि हामी आएर चाहिँ हिजो बिजी भयौँ दिनभरि हाम्रो कामहरू थियो कामहरू गऱ्यौँ है बेलुका भइहाल्यो अनि अब आजको अर्को मर्निङ अनि सफाहरू घर त्यस्तो गर्नु भ्याएको छैन बढारेर चाहिँ पुसेर एटलिस्ट युज गर्नेको लागि चाहिँ रेडी छ तर यतिको त सफा नै छ सबै कुरो अघि अस्ति आमाहरू आउनु भएको थियो अनि सिलिगुडीमा चाहिँ हाम्रो यस्तै हुन्छ रिल्याक्स खालको अनि अब चाहिँ मर्निङ टी बनाउँदैछु हामी अरू युजली चाहिँ हामी अरू बेला टी खाँदैनौँ तर आज चाहिँ हामी यहाँ चाहिँ खान्छौँ यहाँ चाहिँ अब मजा आउँछ अब अहिले चाहिँ म चिया बनाउँदैछु अनि यो चाहिँ विदाउट सुगर हो कि विदाउट सुगर आजकल चाहिँ म विदाउट सुगरै खान्छु म जसलाई विदाउट सुगरै दिन्छु चिया चाहिँ किनभने मजा आउँछ है यसरी कोही बेला रिल्याक्स गरेर खानु बस्नु अब एकछिनमा चाहिँ खानासाना पकाउने हो त्यहाँदेखि खाएर चाहिँ सिटी सेन्टरतिर जाने दामी चिया बनेछ I is ready. Wow. Sada chai. Sada chai, बिना चिनी. You don't have to mention बिना चिनी घरि हामी बिना चिनी नै खान्छ सधैँ अन्त चिनीसँगै भन्नुहोस् नो 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 खानु पर्यो नि अब यो चाहिँ एउटा नाकु चाय हुन्छ Nakura, this is my favorite. When I was in Calcutta, म जब कलकत्तामा थिएँ मलाई यो सब्जी बडै मनपर्ने हो अब के लाउने सब्जीहरू मर्निङ टीसँग के भन्छ यो चाहिँ पालक हो अनि यो चाहिँ ग्लेनरी हामी चाहिँ यो प्रायः यस्तो सागहरू चाहिँ खानासँग अरू चिजहरू हुन्छ र यो चाहिँ हामी उसिनेर खान्छौँ है चाहिँ घरकै बाहिर अलिकति पाइहाल्छ सबै सिलिगुडीमा चाहिँ मलाई यही मनपर्छ सबै कुरो एक्सेसिबल छ चिकनहरू सब्जीहरू सबै यसरी पाइहाल्छ अब चाहिँ यहाँ यी नरिवल पानी पनि म खाने घरको बाहिर दिस इज वाट आई लभ इन सिलिगुडी र म चाहिँ यसरी किनेर आइसकेको छु लेट्स सी के भन्दो रहेछ मुजले चाहिँ वाट्स अप आमा लुगाहरू What are you doing? म त्यहाँ भैयासँग पुरा गफ भयो नि त कि एउटा चिकनवाला भैयासँग पुरा उसले पनि म्युजिकहरू यहाँनिर दिस इज वाट इज ह्यापनिङ रहेछ एभ्रिथिङ इज रेडी हाफ एन आवरमा म ढिलो आएको त ओफ गरम भयो यो चाहिँ मैले के गरेँ भने नि यसलाई चाहिँ अब मचा गरेर अनि यो बोइल गर्दैछु यो बोइल गरेको छुइनँ धुइदिएको बोइल गर्ने नै हो अहिले लास्टमा यो पनि सबै रेडी होइन त्यो बोइल नखाने त्यतिकै खाने इस्कुस हो यो बोइल नगर्नु ए ल ओके ओके ल चिकन ल्याएको छु मैले आई फिल सो 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 ब्लेस्ड किनभने मेरो चाहिँ हस्बेन्डले चाहिँ खाना चाहिँ दामी बनाउनुहुन्छ मैले के पनि गर्नु पर्दैन ओके ओके चिया चाहिँ काँसु होइन चिया चाहिँ तपाईँले गोल्डन ब्राउन र त्यसमा हल्का मजाले पनि हालिदिइहाल्यो खान्छु मजाले डराउनु हुँदैन त्यो अदुवा लसुन चाहिँ डराउनु हुँदैन अदुवा लसुन डरायो भने चाहिँ चितो भइहाल्छ वाट एल्स वुड अ वाइफ वान्ट है मेरो चाहिँ यस्तै छ होइन मेरो वाइफले बनाउँछ अब मेरो वाइफ अन्डरस्ट्यान्डिङ हुनु पऱ्यो अब वाइफ बाहिर सपिङ गएको छ भने अब मैले यसो सघाइदिनु पऱ्यो म खाँदैछ भने होइन त्यो कहाँ बस्नु यसो हो अब यसमा डाइरेक्ट धुगो हो चिकन हालिदिने मजाले चिकन हालिदिने त्यहाँदेखि हल्का चलाइदिने हल्का हो त्यहाँदेखि ट्याक गरेर ट्याक्कै राखेर अलिक सानो गरेर उफ्रिने
र यहाँ चाहिँ अचार हुँदैछ यो चाहिँ अचार तपाईँको मैले लाम्चे खुर्सानी लसुन छ नुन छ होइन र लाम्चे खुर्सानी चाहिँ हल्का आगोमा रोस्ट गरेको अनि यो चाहिँ अब यसमा रमभेडा बोइल गरेको थिएँ सँगै बोइल गरेको यो हाम्रो भइसक्यो इट्स रेडी टु इट यो गाजर रेडी टु इट अनि यो इट्स रेडी टु इस्कुस फाइनली कुक्ड र अहिले हाम्रोमा यो थियो र हामीले त्यही गरेको प्र्याक्टिस बिकज इट्स भेरी हेल्दी तर हामी जति सक्दो खान्छौँ यस्तो फेरि सिलगढीमा सबै एक्सेसिबल छेउमै छ मजा पनि आउँछ है मलाई चाहिँ मजा लाग्छ यसरी कुक गरेर खानु क्या अब पानी हेर न हात जोगाऊ है बी केयरफुल यो चाहिँ मलाई किन अब हेर न यहाँतिर चाहिँ नि पानी भएको पाउँछ गान्तोकमा चाहिँ म सधैँ खान्छु तर पानी भएको मजाले पानी भएको पाउँदैन पाउँछ तर एकदम लाल बजारतिर गएर छानी खायो भने मात्रै पाउँछ त्यो छेउको दोकानहरूमा चाहिँ बिचरा यिनीहरू उयो नै पठाउँदो रहेछ कि हेर न पानी कस्तो बेसी रहेछ पानी आमिन गरेर खानुपर्छ सबै कुरो दामी राम्रो है यो चाहिँ नरिवल पानी चाहिँ एकदमै हेल्थको लागि राम्रो हो म एभ्रिडे नै खान्छु जति सक्दो आस्था चाहिँ किनेर घरमा है पुरा मनपर्छ मलाई लु अब चाहिँ somebody is cooking दाल दालको लागि सिम्पल केही छैन अघि जस्तै प्याज तेज टमाटर तर यसमा जिरा हल्का ठ्याक्कै हाल्यो टक्कै जिरा पड्क्यो जिरा पड्किने बित्तिकै प्याज पनि पड्काइदियो अलिकति हो चिनी अन गर्नु न प्याज पड्काइदिएपछि हल्का मसला अलिकति त्यो हालिहालेको हो टमाटर नै हालिदिनु होला अलिकति हो उब्लेछ दालको लागि भइगयो तड्का अब दाल हालिदिने कम क्लोजर प्लिज र चिकन रेडी भइसकेको छ प्लिज यहाँ त हेरिदिनुहोस् र यो चिकन चाहिँ रेडी भएको छ अघि तपाईँहरूले देखाउँदै थिएँ र यसमाथि चाहिँ हल्का तपाईँले गार्निसिङको लागि हल्का देखाइदिनुहोस् त प्लिज हल्का धनियाँ Yummy. My husband is the best cook. So, chicken is ready. दाल हुँदैछ बिसुले बसाउँछ भात रेडी छ Meanwhile तपाईँ चाहिँ म स्विम गर्नु गएको एकछिन स्विमिङ गरिकन आउनुहोस् हो त्यहाँदेखि चाहिँ we'll have the food ल ओके अलिक थाक्नुपर्छ के छ भन्दा दाल माम चिकन मोजले बनाएको अन्डा सबै तपाईँले बनाएको मैले केही पनि गरिनँ अचार बोइल सब्जी एन्ड दिस अल्सो बोइल पालकहरू हो ग्रेनरी र पालक यम्मी सबै बोइल छ एकछिन फ्रुट एकछिन खानु यो चाहिँ तपाईँको पालक हो सबै बोइल काँक्रा पनि र हो यो दाल अघि मैले बनाएको चिकन यहाँ छ मजाको मैले बनाएको आफ्टर स्विमिङ यो चाहिँ अचार मैले बनाएको अचार अन्त यहाँ तपाईँको इस्कुस सबै बोइल र यहाँ चाहिँ एकदम पानी परेको छन् हेर्नुहोस् आकाश कालो पानी परेर अब हामी चाहिँ सिटी सेन्टर जाँदैछौँ र हाम्रो चाहिँ ऱ्यापिडो मगाएको र हाम्रो ऱ्यापिडोबाट क्याप्टेन हुसेन दा होइन आइपुगेको छ पानी परेर चाहिँ शीतल भइरहेको छ सिलगढी चाहिँ अहिले ठुलो चम्पल किन न त अहिले चाहिँ हामी चाहिँ क्याटलग आइरहेको छौँ यहाँ अब सपिङ हुँदैछ घरमा लाने मोजेसको अनि सबैको आमालाई पनि लगिदिउँ भनेको आमाको लागि हेरिदिइहालौँ होइन आमाले जिम गर्नु थाल्नु भएको छ अनि आमालाई एन्करेज गर्नुको लागि है हामी पनि गर्नुपर्छ के भनेको कतिवटा लाने हो यो बाइ द वे हामी चाहिँ अब यो किन्नु आँटेको यो किन्नु चाहिँ आएको होइन तर अब हामी अस्तिदेखि प्लान गर्दै थियौँ अनि यो किन्नुपर्छ होला जस्तो लाग्यो हगि यसो आउटडोरको लागि पानी खाएर सन्चो भयो सन्चो भयो र अब चाहिँ म अब चाहिँ हामीले के सपिङ गर्दा तर सबै सपिङ देखाउने होइन खालि यो डिकाथलनमा अचानक गएर चाहिँ हामी खास मुभी मात्रै हेर्नु गएको अन्त यसो अलिकति
दिनु भनेर मात्रै तर जहिले यस्तै हुन्छ है हाम्रो पुरा सपिङ हुन्छ अनअनाउन्स खालकै हुन्छ प्रायः प्रायः अनि आज चाहिँ हामीले अनअनाउन्स सपिङ गऱ्यो यो चाहिँ हामीले सोचिरहेको थियो है धेरै दिन अगाडिदेखि नै किन्नुपर्छ भनेर किनभने मोजेस एन्ड आई हामी चाहिँ म र मोजेस चाहिँ हामी कता कता गइबस्छौँ है नेचरमा कता कता खोलाहरूतिर खोला नाला डाँडा काँडा खोला नाला है अनि त्यसको लागि चाहिँ हामीले चाहिँ आज डिकाथलनबाट चाहिँ यो चेयर है के भन्छ यसलाई चेयरै भन्छ चेयर किनेको छौँ कम्फर्टेबल है देखाइदिनुहोस् न एकछिन ल वेट मिनेट ल यस्तो खालको चेयर किनेको छौँ होइन बसेर देखाइदिनु नि न बस न कम्फर्टेबल भेरी कम्फर्टेबल दुइटा किनेको छ हस्बेन्ड एन्ड वाइफको लागि अन्त अरू त म के पनि देखाउँदिनँ त्यो लुगाहरू किनेको छ सबै है के देखाइदेऊ न एक दुईवटा एउटा दुइटा होइन अनबक्सिङ डिकाथलोन यो दुइटा भयो होइन अरू चाहिँ तपाईँले गर्नुहोस् है होइन अरू के किनेको छ भन्दा म तपाईँलाई जस्ट यसको लागि मात्रै यो चाहिँ मैले किन किनेको भन्दा यस्तोहरू पुरा किनेको छु किन भन्दाखेरि चाहिँ यो चाहिँ अब म बिहान रनिङ गरौँ भनेर पछाडि पनि के रहेछ देख्नुहोस् अन्त रनिङ गरौँ भनेर अनि अलिकति आफूलाई फिट राखौँ भनेर हगि रनिङ भए पनि हुन्छ अथवा जे भए पनि हुन्छ जे भन्दा पनि हुन्छ है रनिङ हुन्छ कि के एक्सर्साइजको लागि यो फोन हामीले किनेको छ हामीले सजिलो त्यो पनि अब बिहान यसो वकहरू गर्दाखेरि चाहिन्छ भनेर हो अनि दिस इज हाफ प्यान्ट मोजेस यस्तो हुन्छ 3-4 वटा है यो चाहिँ के को लागि हो भन्दाखेरि चाहिँ अगेन फर त्यसै पर्पस होला है रनिङको लागि यस्तोहरू हाफ प्यान्ट म चाहिँ अब फिट भएर देखाइदिएँ मैले चाहिँ अब मलाई पनि थाहा हुँदैछ कि मेरो जिउ अब चाहिँ मुखले मात्रै होइन अब चाहिँ गरेर देखाइदिने सो अब चाहिँ यो हाम्रो 2 दिन हामी यहाँ सिलगढीमा हाम्रो स्टे थियो अस्ति आएको हामी है अब भोलि चाहिँ हामी फर्किनुपर्छ भोलि पनि बिहान अलिकति कामहरू छ सकेर फर्किनुपर्छ अनि दिस आवर लास्ट भ्लग है यहाँ सिलगढीको सो वी आर आई थिङ्क एन्डिङ आवर भ्लग हियर है टुडे अनि तपाईँहरूले एकदमै हेरेर इन्जोय गर्नुहुन्छ भनेर हामी आशा गर्छौँ आशा गर्छौँ। See you in our next vlog. See you in our next vlog. Thank you.